यो ट्रिग्नोमेट्रिक पार्ट लिएर मैले यहाँ आएछु र यो क्वेसन नम्बर यो 2 मार्क्स क्वेसनको लागि सम इम्पोर्टेन्ट क्वेसन्स फर दिस स्टुडेन्ट्सको लागि यहाँ 2 मार्कको लागि मैले चाहिँ यहाँ क्वेसन लेख्न म गइरहेको छु र यो क्वेसन नम्बर 1 मा छ। यो भन्दा अगाडि मैले यो फर्मुला र चाहिँ 1 मार्कको क्वेसनहरु सल्भ गरेर चाहिँ मैले चाहिँ पठाएको थियो है। आज म 2 मार्कको लागि यो क्वेसनहरु लेख्न गइरहेको छु। यहाँ चाहिँ प्रमाणित गर्नुहोस्, प्रमाणित गर्नुहोस्, you have to prove that लेखेको छु इंग्लिशमा। प्रमाणित गर्नुहोस् 2 sin स्क्वायर 45 डिग्री माइनस a बराबर 1 माइनस sin 2a है। हाम्रो यो क्वेसन छ। प्रुफ दैट को लागि प्रमाणित गर्नुहोस् 2 sin स्क्वायर अनि ब्रैकेट दिन्छु 45 डिग्री माइनस a बराबर 1 माइनस sin 2a है। हामीले अब एलएचएस बाट मैले अब एलएचएस बाट चाहिँ लिएर सल्भ गर्न गइरहेको छु। 2 sin स्क्वायर 45 डिग्री माइनस a है। अब 2 sin स्क्वायर दिएको छ र हाम्रो फर्मुला चाहिँ cos को फर्मुला हामी के गर्छौं sin मा हामी लाउँछ। हामीसँग cos को फर्मुला छ cos 2 बराबर हुन्छ 1 minus 2 sin स्क्वायर है। अब यसलाई यतातिर ल्यायो भने प्लस साइन माइनस साइन चाहिँ यहाँ प्लस हो र यो चाहिँ हुन्छ 1 minus cos 2a है। त्यसकारण हामी के गर्छौं 2 sin स्क्वायर बराबर हाम्रो कति हुन्छ फर्मुला। यो फर्मुलाबाट हामी के गर्छौं फर्मुला निकाल्छौं cos 2 बराबर 1 minus 2 sin स्क्वायर। यसलाई यता ल्यायो भने लेफ्ट ह्यान्डमा ल्यायो भने 2 sin स्क्वायर प्लस हुने भयो र यो राइट ह्यान्ड लेफ्ट ह्यान्ड को राइट ह्यान्ड भयो उतातिर गयो भने cos माइनस भयो। त्यसकारण 1 minus cos 2a त 1 minus cos 2a ये भनेको यो सबै हाम्रो ये हुने भयो है। यो 45 डिग्री माइनस a 1 minus cos यो 45 दुना 90 डिग्री माइनस 2a। अब यसरी हल गर्यो भने अब कास्ट को नियम आधारमा यो हाम्रो कास्ट हुन्छ cos 90 माइनस थीटा या भन्नु भने के हुन्छ त sin थीटा हुन्छ है। किनभने यो फर्स्ट शतांशमा छ कास्ट को आधारमा यो CAST को आधारमा 90 डिग्री माइनस थीटा र फर्स्ट शतांशमा के हुन्छ यो सबै चेन्ज हुन्छ सबै धनात्मक हुन्छ है। त्यसकारण यो cos हुने भयो sin 2a हाम्रो के हुने प्रुफ हुने भयो है। यसरी हाम्रो के आयो त यो 2 मार्क चाहिँ यति हल गर्यो हाम्रो के दिन्छ 2 मार्क दिन्छ है। अर्को क्वेशन छ। अर्को क्वेशनमा छ अब 2 नम्बर क्वेशनमा यो सबै प्रमाणित गराउने भने छ टु प्रुफ दैट भन्छ। प्रमाणित गर्नुहोस् sin अल्फा प्लस sin 2 अल्फा अपॉन 1 प्लस cos अल्फा प्लस cos 2 अल्फा बराबर कति tan अल्फा दिएको छ। यति दिएको छ। अब यसमा हामीले के गर्नु एलएचएस बाट लिएर जान्छौं है। यो अब एलएचएस मा हाम्रो दिएको छ एलएचएस मा लेफ्ट ह्यान्ड साइडमा sin अल्फा प्लस sin 2 अल्फा अपॉन 1 प्लस cos अल्फा प्लस cos 2 अल्फा। अब डबल एंगल हाम्रो यहाँ डबल एंगल छ यहाँ डबल एंगल यो डबल एंगल यो डबल एंगल यो सिंगल मा छ प्रुफ भन्छ हामीलाई सिंगल मा है। त्यसकारण डबल एंगल को हामी के गर्छौं सिंगल मा हामी युज गर्छौं फर्मुला। केही गर्नु पर्दैन बाँकीलाई हामीले चेन्ज गर्नु पर्दैन। sin 2 बराबर हामी के लेख्छौं 2 sin अल्फा इन्टु cos अल्फा। त यो cos 2 अल्फा छ। अब यो cos अल्फा लाई हामी चेन्ज गर्दैनौं। यो cos 2 अल्फा लाई हामी के गर्छौं चेन्ज गर्छौं है। cos 2 अल्फा लाई
हामी चेन्ज गर्छौँ के cos 2 के एक काट्नको लागि एक क्यान्सल हुनको लागि हामी के गर्छौँ cos को फर्मुला प्लस cos छ भने cos को फर्मुला cos मा नै चाहिँ हामी के गर्नुपर्छ चेन्ज गर्नुपर्छ भने cos 2a बाट हाम्रो फर्मुला हुन्छ 2 cos स्क्वायर a माइनस 1 अब यसबाट हामी के गर्छौँ यता ल्यायो भने यसलाई के हुन्छ 1 प्लस cos 2a 1 प्लस cos 2a बराबर 2 cos स्क्वायर a त्यसकारण हामी के गर्छौँ 2 cos 2a को फर्मुला हामी के लगाउँछौँ 2 cos स्क्वायर माइनस 1 लगाउँछौँ है यो cos 2a 2 cos स्क्वायर a माइनस 1 त्यसकारण हाम्रो के हुन्छ क्यान्सल हुन्छ 1 त्यसकारण cos 2 2 cos स्क्वायर अल्फा माइनस 1 यो हाम्रो के त 1 1 प्लस माइनस क्यान्सल हुने भयो त्यसपछि यो sin अल्फा इन्टु sin अल्फा इन्टु cos अल्फा है अब तलको छ cos अल्फा प्लस 2 cos हाम्रो अब के गर्नुपर्ने हुन्छ कमन हामी लिन्छौँ यसमा sin अल्फा यता sin अल्फा छ माथिकोमा हामी के गर्छौँ sin अल्फा कमन लिन्छौँ 1 प्लस कति हुने भयो 2 cos अल्फा र यसमा cos अल्फा छ हम यता सबैको मा 1 हुन्छ प्लस कति त 2 cos अल्फा यो क्यान्सल हुने भयो है sin अल्फा अपॉन cos अल्फा बराबर tan अल्फा हाम्रो प्रुफ हुने हो यसरी हाम्रो के आयो त प्रमाणित गर्न हामीले के बुझ्नु पर्ने हुन्छ यो फर्मुला cos 2 लाई 2 cos स्क्वायर a माइनस 1 यहाँ 1 छ त्यसकारण यो 1 लाई क्यान्सल गर्नको लागि हामी cos प्लस मा छ भने cos को के हुन्छ cos 2 2 cos स्क्वायर a माइनस 1 हामी युज गर्छौं फर्मुला है त्यसकारण माइनस र प्लस क्यान्सल बाँकी हाम्रो जो कमन लिएर एन्सर आयो त्यसपछि अर्को छ यो क्वेशन नम्बर 3 मा यो क्वेशन नम्बर 3 मा चाहिँ हाम्रो प्रमाणित गर्न नै सबै हो sin 2a upon sin 2a upon 1 plus cos 2a बराबर कति त tan a है अब यो tan a दिएको छ हामीले LHS बाट के गर्छौं यसलाई लिन्छौं LHS मा sin 2a sin 2 1 plus cos 2a अब यो फर्मुला हो अब हाम्रो चाहिँ यो डबल एंगल छ यसमा पनि डबल एंगल छ हामीले सिंगल एंगल छ त्यसकारण ट्रिमेट्रीको जुन फर्स्ट पार्ट छ त्यसमा डबल एंगलको मैले अस्ति नै फर्मुला लेखेर चाहिँ भिडियोमा चाहिँ पठाएको थिए अब sin 2 2 sin a into cos a है अब फेरि 1 काट्नको लागि हामी के गर्छौं cos 2 बराबर 2 cos स्क्वायर a माइनस हामी 1 गर्छौं अब यो फेरि यो प्लस माइनस के हो त क्यान्सल हुने भयो किनभने cos 2 को फर्मुला हामीसँग अघि पनि लेखेको थियो cos 2 बराबर 2 cos स्क्वायर a माइनस 1 हुन्छ है यो फर्मुला हामी के गर्छौं युज गर्छौं किनभने 1 छ 1 लाई हामीले क्यान्सल गर्नुपर्ने हुन्छ अब यसलाई हामी के गर्छौं जस्ताको त्यस्तै लेख्छौं र तलको चाहिँ 2 cos स्क्वायर a अब यसमा चाहिँ दुईटा cos छ यो 2 र 2 के अंक क्यान्सल हुने भयो दुईटा छ भने यो स्क्वायर र योसँग क्यान्सल हुने भयो एउटा तलको बाँकी माथिको sin एउटा है बाँकी sin a cos a sin a upon cos a हाम्रो कति हुने भयो यो tan a हुने भयो यो प्रुफ हुने भयो यो यसरी चाहिँ हामी के गर्छौं फर्मुला युज गरेर सल्भ गर्छौं त्यसपछि क्वेशन नम्बर अर्को 4 मा छ 1 plus cos 2a upon कति त sin 2a बराबर cot a है अब LHS बाट फेरि हामी लिन्छौं LHS बाट अब 1 plus cos 2a upon sin 2a अब फेरि हामी के गर्छौं यो 1 क्यान्सल गर्नको लागि cos 2 को फर्मुला फेरि त्यही युज गर्छौं cos 2 बराबर 2 cos स्क्वायर a minus 1 sin 2 बराबर 2 sin a into cos a युज गर्यो हामी फर्मुला cos दुईटा फर्मुला हुने भयो यो cos 2a बराबर 2 cos स्क्वायर a minus 1 हुने भयो
अर्को फर्मुला हाम्रो sin 2a को लाग्यो sin 2 बराबर 2 sin a into cos a है 2 sin a into cos a दुईटा फर्मुला युज हुने भयो अब यो प्लस र माइनस क्यान्सल हुने भयो माथिको चाहिँ 2 cos स्क्वायर a तलको हाम्रो 2 sin a into cos a अब माथिमा cos दुईवटा छ तलमा एउटा छ यो पुरै क्यान्सल यो स्क्वायर क्यान्सल अंकमा यो दुई क्यान्सल बाँकी हुने भयो हाम्रो cos a upon sin a यो बराबर हाम्रो कति दियो त cot a दिने भयो है cot a यो प्रुफ हुने यसरी चाहिँ हामी के गर्छ प्रुफ गर्यो त्यस्तै अर्को छ अर्को हिसाब यसरी चाहिँ प्रुफ गर्यो अर्कोमा यो क्वेशन नम्बर यो 4 भइसक्यो 4 वटा भइसक्यो अनि 5 मा एउटा छ 1 minus cos 2 theta upon sin 2 theta बराबर कति त tan theta यो दिएको छ अब यसको LHS बाट हामी लिन्छौं यो डबल एंगल छ sin 2a cos 2a छ हामीले सिंगल एंगल tan theta गर्ने छ है यो हामी लेख्छौं cos 2 theta upon sin 2 theta फेरि अब यहाँ cos माइनस मा छ cos माइनस मा हुन्छ अघि cos प्लस मा थियो भने हामी यो लगायौं यहाँ cos माइनस मा छ भने हामी के गर्छौं यो फर्मुला हामी के गर्छौं यो cos माइनस मा भएपछि sin को फर्मुला लगाउनु पर्छ 2 sin स्क्वायर यसरी cos प्लस भएमा यदि cos को अगाडि प्लस छ भने यहाँ प्लस वाला cos को हुन्छ cos माने तर cos माइनस छ भने cos को फर्मुला हामी के गर्छौं sin मा लगाउँछौं किनभने प्लस अगाडिमा 1 छ 1 क्यान्सल हुनको लागि हामी सँग यो नै फर्मुला युज गर्नुपर्छ हामीले यही फर्मुला युज गर्नुपर्छ भने sin थीटा अब sin 2 थीटा थीटा को ठाउँमा यहाँ छ 2a को ठाउँमा यही फर्मुला युज हुन्छ र यहाँ थीटा छ त हामी थीटा लेख्छौं sin थीटा into cos थीटा अब यसलाई फेरि 1 minus 1 minus minus कति हुने भयो प्लस sin स्क्वायर थीटा 2 sin थीटा into cos थीटा अब प्लस माइनस क्यान्सल हुने भयो है माइनस यो प्लस माइनस अनि 2 sin स्क्वायर थीटा upon 2 sin थीटा into cos थीटा यो अंक क्यान्सल दुई यसमा स्क्वायर छ यो स्क्वायर काट्छ यो पुरै काट्छ है यो काट्ने तरिका हो sin थीटा upon cos थीटा हाम्रो कति आयो त यो tan थीटा हुने हो यो tan थीटा हुने हो यो प्रुफ हुने हो है यो भयो त्यसरी अर्को छ हाम्रो क्वेशन नम्बर 6 है यो 2 मार्कको लागि क्वेशन हो जति पनि यो छ यो 2 मार्कमा चाहिँ आउने मैले चाहिँ राखेको छु 2 मार्कको लागि आउन सक्छ cos 2a upon 1 plus cos 2a plus sin 2a upon माथिमा छ sin 2a sin 2a बराबर कति त tan a है यो tan a दिएको छ अब यो tan a हामीलाई प्रुफ गर्ने यो माथि र तल है डबल एंगल हामी के गर्छौं सिंगल मा चेन्ज गर्छौं किन हाम्रो आन्सर छ सिंगल एंगलमा त्यसकारण हामी के गर्छौं डबल एंगललाई हामी के गर्छौं सिंगल एंगलमा हामी के गर्छौं कोणमा चेन्ज गर्छौं 1 minus cos 2a plus sin 2a 1 plus cos 2a plus sin 2a है अब यो 1 यहाँ अघि पनि मैले चाहिँ एउटा विद्यार्थी भाइले के चाहिँ मेमोरी बुझ्नु पर्ने हुन्छ यो cos यदि प्लस मा छ भने cos यदि यहाँ cos को अगाडि माइनस छ भने हामीले यो 1 minus 2 sin स्क्वायर युज गर्नुपर्ने हुन्छ है के युज गर्नुपर्ने हुन्छ 1 minus 2 sin स्क्वायर यो युज गर्नुपर्ने हुन्छ sin स्क्वायर यदि यहाँ प्लस छ भने cos त यो cos को फर्मुला फेरि अर्को के हुन्छ 2 cos स्क्वायर a minus 1 यो दुईटा विद्यार्थी भाइहरुले के गर्नुपर्छ थाहा राख्नु पर्ने हुन्छ यदि cos को अगाडि चाहिँ माइनस छ भने र
जतासुकै यता 1 होस् यता 1 होस् यो त्यस भए त्यो आधारमा के हुन्छ 1 - 2 sin स्क्वायर युज गर्नुपर्छ। यदि cos को अगाडि प्लस छ भने 1 क्यान्सल गर्नको लागि cos को फर्मुला 2 cos स्क्वायर - 1 हुन्छ। भने प्लस cos मा cos युज गर्नुपर्छ, माइनस cos मा sin को युज गर्नुपर्छ है। अब यसरी हामी के गर्छ यसलाई 1 - 2 sin स्क्वायर ए र यो डबल एंगल छ sin t / 2 sin ए * cos ए हामी युज गर्छ 2 sin ए * cos ए है। अब तलमा यो पनि त्यस्तै cos t / 2 cos स्क्वायर ए -1 हुने हो। अब यो sin t / 2 sin ए * cos ए। अब यसलाई फेरि हामी के गर्छौं सरल गरेर गर्छौं ब्र्याकेट हटाउँछु यो माइनस ले गुणन माइनस 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 कति हुने हो प्लस sin स्क्वायर ए प्लस 2 sin ए * cos ए। तलको हाम्रो चाहिँ यो ब्र्याकेट हटाउँछु cos स्क्वायर ए -1 2 sin ए * cos ए है। अब यो प्लस माइनस क्यान्सल यो माइनस प्लस क्यान्सल। अब बाँकी हामी के गर्छौं लेख्छौं है। अब यो 2 sin स्क्वायर ए प्लस 2 sin ए * cos ए। अब तलको भयो 2 cos स्क्वायर ए प्लस 2 sin ए * cos ए। cos ए हुने भयो। हामी के गर्छौं कमन लिन्छौं माथिमा 2 sin स्क्वायर छ यता 2 sin * cos भने माथिको कति आउँछ 2 sin ए कमन आउँछ माथिमा। बाँकी हुने भयो एउटा sin ए प्लस cos ए र तलमा हाम्रो 2 cos ए कमन आउँछ यता एउटा बाँकी cos ए प्लस यो sin ए रहने भयो। अब यो अगाडि छ अगाडि पछाडि जे भए पनि यो दुईटै मिलेको छ प्लसमा काट्न पाइन्छ है। अब बाँकी रह्यो हाम्रो कति त बाँकी रह्यो sin ए / cos ए। sin ए / cos ए बराबर कति त यो tan ए रहने हो यो प्रुफ हुने है। यो प्रुफ हो। यसरी हामी के गर्छौं युज गर्छौं सिम्पल नै छ साधारण छ है। अब त्यसपछि अर्को एउटा छ यो क्वेशन नम्बर यो 7 मा छ 1 - tan स्क्वायर π/4 - 1 - tan स्क्वायर थीटा अनि 1 + tan स्क्वायर π/4 - थीटा यो छ। यसको सट्टा अब यसको सरी है यसको बराबर कति दिएको छ sin 2 थीटा sin 2 थीटा। अब एउटा हामीले विद्यार्थी भने सिम्पल छ यो तर चाहिँ फर्मुला सम्झनु पर्ने हुन्छ ट्रिग्नोमेट्री बिना फर्मुलाको चाहिँ सल्भ हुँदैन त्यसकारण थाहा राख्नै पर्ने हुन्छ। 1 - tan स्क्वायर π/4 - थीटा अनि 1 + tan स्क्वायर π/4 - सरी यहाँ यो दुईटैमा माइनस थीटा नै छ है। अब यसमा एउटा फर्मुला हुन्छ हामीले के सम्झनु पर्ने हुन्छ cos 2a = cos को फर्मुला cos 2a = 1 - tan स्क्वायर a / 1 + tan स्क्वायर। अब a को ठाउँमा यहाँ हामीलाई π - थीटा छ यो सबै हामीले के बुझ्नु पर्ने हुन्छ यो π/4 लाई a चाहिँ सम्झनु पर्छ है। यो नै हुने हो है a। त्यसकारण यसलाई हामी के लेख्छौं cos 2a a भनेको π/4 - थीटा a को ठाउँमा यति आउने हो। अब 2 ले हामी के गर्छौं गुणन गर्छौं यो 2 π/4 - 2 थीटा यो 2 ले क्यान्सल हुन्छ cos π/2 - 2 थीटा। यो π/2 भनेको 90 डिग्री हुने भयो है 90 डिग्री हुने भयो। अब यसलाई यसरी हामी लेख्न सकिन्छ 180 डिग्री पाइको मान चाहिँ 180 डिग्री हुन्छ -2 थीटा। अब यसलाई भाग गर्यो भने हाम्रो कति हुने भयो
cos 90 डिग्री माइनस 2 थीटा। अब कास्टको नियम आधारमा यो कास्टको जुन नियम छ CAST यो 90 माइनस थीटा यो अलमा हुने भयो। ए भनेको अल हो र फर्स्ट चतुर्थांश भयो अनि थीटाको ठाउँमा 2 छ त्यसको 2 थीटाको ठाउँमा त्यसरी अब यसले के हो हाम्रो sin 2 थीटा हुने यसरी प्रुफ हुने हो है। अब यो प्रुफ हुने हो यो चाहिँ हाम्रो प्रमाणित भयो है। यो sin थीटा बराबर PR हो यसरी प्रुफ हुने भयो। यसरी चाहिँ हाम्रो के भयो त यो मैले 7 वटा क्वेशन चाहिँ यहाँ सल्भ गरेको छु। फेरि यसपछि म बाँकी क्वेशनहरुको दिन लिएर आउने नै छु है।